क्रिकेट खेलिरहेको छौँ बट हरेक ओभरहरूमा सानो सानो मुभमेन्टहरू लुज गर्दैछौँ सो त्यसले गर्दा रिजल्ट हाम्रो फेभरमा छैन मैले आफ्नो जिम्मेवारी पुरा गरेको भए त स्योर जितिन्थ्यो त्यस्तो केही भएन विकेट एकदमै राम्रो खेलिरहेको थियो सो हामी 20 रन जति सर्ट भयौँ सो त्यसले गर्दा अनि विकेट एकदमै केही भएन टर्न भइरहेको थियो सिधा सिधा आइरहेको थियो सो तिनीहरूलाई इजी भयो चेन्ज गर्नु त्यस्तो एकदमै अगाडिको केही सोचेको छैन एभ्री म्याच हामी जितौँ एउटा म्याच लिएर हिँडिरहेको थियौँ सो अहिले पनि सेम प्लान नै हुन्छ दुईवटा म्याच बाँकी छ सो त्यो जित्ने छौँ हामी आफ्नो नर्भको बारेमा चाहिँ के भन्नु जुन खालको ब्याटिङ गरेर भएको पछिल्लो समय क्वालिफायरमा देख्यो जुन पावरमा जुन हिट गरेर भएको कन्सिस्टेन्टली गरमसँगको कम्पिटिसन पनि एकदम इन्जोय गरिरहेको छ होइन कति मिहिनेत गर्नुभएको छ यो सर्टको लागि योहरू खासमा त्यस्तो प्लान सर्ट्सहरू हुँदैन रियाक्टिभ सर्ट्सहरू हो सो बल आयो रियाक्ट भयो सो अनि एकदमै रमाइलो भइरहेको थियो केसी दाई उहाँको अभियसली लेभल माथि चाहिँ स्किल लेभल एकदमै माथि छ सो कम्पिटिसन गर्न मजा आइरहेको थियो अस्तिको हारबाट अलिकति तपाईँलाई धेरै गाह्रो भयो विराटमा त्यो त हार्ने म्याच थिएन कहीँदेखि पनि अनफर्चुनेट हार्यो हामी सो यही क्रिकेटमा केही ग्यारेन्टी हुँदैन सो झन् T20 क्रिकेटमा